Hello guys, welcome to my new vlog. I hope तपाईं सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यता हेर्नु, यो चाहिँ मेरो घर हो। यता दिदीहरु हुनुहुन्छ, नानीहरु, हाम्रो म्याडम मासुको लागि टक्क लसुन अदुवा पोक्दै हुनुहुन्छ। ल साथीहरु, अब चाहिँ म चाहिँ मासु बनाउनलाई गइरहेको छु। अब हेरौँ के छ हाम्रो फ्रिजमा बनाउनलाई। यो चाहिँ आलु बाख्रा रहेछ हेर्नु साथीहरु। मामाले पठाइदिनु भएको गरे गाउँतिरबाट आलु बाख्रा कस्तो रहेछ एकचोटि टेस्ट गरौँ है। आलु बाख्रा अमिलो रहेछ। Oh my god! वाउ! साथीहरु, अब चाहिँ म चाहिँ मासु बनाउन गइरहेको छु। मासु बनाउने हो। अब यहाँ राख्छु। साथीहरु, अब बगानको मासु ट्याक्क बनाएर लाइन्छ, ल्याप्पा खाइन्छ। हिजो मम्मीले मासु लिएर आउनु पठाउनु भएको थियो मलाई। मैले खोजेको त्यही भएर मम्मीले बिचार कताबाट खोजेर लिएर आउनु भएछ। साथीहरु हेर्नुस्, अब यसलाई चट्ट बनाइन्छ, ल्याप्पा खाइन्छ। अनि धोएर ट्याक्क बनाउनु पर्यो। अब हाम्रो सानो भोन्टे पनि उठी बसिदिनु भएको छ। हेलो सिरेन्ज, के हुनुहुन्छ? कौन है ये लोग? कहाँ से आते हैं? हल्का हल्का लजाए जस्तो छ हाम्रो सिरेन्ज चाहिँ। बुन्टे, उहाँ चाहिँ हाम्रो बुन्टे हो। हाम्रो कुन्टे, हाम्रो सानो बुढिया। अब मासु बनाउनु पर्यो अनि खानु पर्यो। ल साथीहरु, हामी सुरुदेखि तपाईहरुलाई एन्डसम्म भिडियो देखाउने छौं। अगाडि हेर्नुस्, अब ट्याक्क के हालिन्छ हेर्नुस्। अनि तपाईहरुले नि बनाउनुस्। मैले चाहिँ यो भन्दा हाल्नु हुँदैन। के हालेर बनाउँछु। यो भयो खुर्सानी, यो चाहिँ तेजपत्ता ट्याक्क लाएर तरिका लाउने। अब म चाहिँ मासु हाल्न गइरहेको छु। लगाएर मासु कतिजना भएछ मेरो फल मासु मात्रै रहेछ। अब प्याज, खुर्सानी अनि त्यसपछि तेजपत्ता हालेर चाहिँ ट्याक्क मासु भुटेर चाहिँ एकछिन ढाक्दैछु। अनि त्यसपछि त्यो मासु चाहिँ हल्का हुन्छ, फ्राई हुन्छ। त्यसपछि बल्ल टमाटर यताउता हाल्ने, पाक्छ बल्ल। ल हेरौँ हाम्रो मासु चाहिँ कस्तो भन्छ अहिले। पानी निस्केर मासुलाई चाहिँ अहिले पछि ट्याक्क बेसार हालिन्छ। अहिले यो नर्मल है साथीहरु। अहिले बेसार हालेपछि कलर देखिन्छ पुरा हुन्छ नि। अहिले पछि फेरि पहिले पानीलाई सुकाउनु पर्यो। साथीहरु, तपाईहरुलाई मेरो डटरसँग पनि इन्ट्रोडक्सन गराउने छु। हे बेबी, उठ्ने हैन? सेने, ए यता हेर, उठ्ने हैन तिमी? मलाई चाहिँ मजाले निन्द्रा लागे जस्तो छ। अझै उठ्न मन गर्नु भएको छैन। उठ्नुहुन्छ हजुर? बेबी उठ्दैन हो। ल साथीहरु, उहाँ चाहिँ सुत्दै हुनुहुँदो रहेछ। नदिम डिस्टर्ब नगरौँ। हाम्रो मासु चाहिँ झोल चाहिँ सुकेको छ अहिले। अब ट्याक्क लाएर टमाटर हालियो। टमाटर हालेर मजाले चलाएर एकछिन यसलाई ढालिदिने हो। अनि त्यसपछि यो टुटुक्क हुन्छ टमाटर। त्यसपछि रेडी, पाक्यो मासु। हाम्रो मासु चाहिँ मजाले भुटिएको छ। अब चाहिँ यसमा हल्का ग्रेभी गराउनुपर्छ। त्यो गरेर चाहिँ यो मासु चाहिँ अब पाक्यो। यसलाई चाहिँ अब एकछिन छोपिनुपर्छ। ल साथीहरु, अब हाम्रो मासु चाहिँ अब रेडी भयो, पाकिसक्यो। यसलाई चाहिँ अब ट्याक्क लाएर अब भातसँग खानुपर्छ। खुब गजबको भयो मासु चाहिँ। ल साथीहरु, यही हो मासु चाहिँ अब भयो, अब रेडी भयो। फाइनली साथीहरु सब्जी पाकिसक्यो। अब चट्ट लाएर नुहाउनु पर्यो। अब नुहाएर अब आज चाहिँ सिउन जानुपर्ने भएको। साथीहरु, हामी चाहिँ हिँडियो, मम्मी, छोरी, म अनि हाम्रो वाइफ चाहिँ आउँदै हुनुहुन्छ पछाडि। बङ्गी पसलको बाटो है। अनि यो बाटो चाहिँ सदरबाट जाने बाटो यताबाट। अनि यो चाहिँ पुलटार जाने बाटो है। अनि यो बग फ्याक्ट्री है। यो चाहिँ सिधै सिधा बेजक जाने बाटो। अब यो चाहिँ हेर्नुहोस्, हाम्रो रामपुर बजार चाहिँ यस्तो सुन्दर छ। साथीहरु, यो चाहिँ बाङ्गी पसलको
टर्निङ हान्ने बाटो है यो चाहिँ सब बेलरतिर जाने बाटो यो चाहिँ बेलर जाने बाटो कस्तो सुन्दर छ हाम्रो यो रामपुर चाहिँ रामपुर बजार बेलर चाहिँ आइपुग्यो अब यहाँ चाहिँ हाम्रो प्रमोद दाईको होटेल है चटपटे एकदम मिठो पाइन्छ यहाँ चाहिँ हाम्रो मिसेस चाहिँ अगाडि भोजन लिएर हिँड्नु भएको छ आज हाम्रो सियोनमा चाहिँ मिठो भोजन खाने हो यो चाहिँ हार्डवेयर यहाँ चाहिँ मेडिकल छ श्रेष्ठ मेडिकल हल भनेर यहाँनिर है ठ्याक्क बानी पसलतिर आउनुभयो भने भेट्नुहुन्छ यो चाहिँ हाम्रो चाउर मसब हुने ठाउँ स्पेसल साथीहरू फाइनली घर आइपुग्यो साथीहरूसँग आफन्तहरूसँग बसेर भोजन खाइयो एकदमै रमाइलो भयो दूर रहना चाहिए तब पढ़ाई लिखाई में ध्यान लगाओ आईएएस बनो और देश को र साथीहरू आजको हाम्रो भ्लग चाहिँ यति नै र हजुरहरूलाई अझै इन्टरटेनमेन्ट गराउनको लागि अझै राम्रो भ्लगहरू बनाउने छौँ अझै हामीलाई माया सपोर्ट गरिदिनु होला र हाम्रो यो च्यानललाई पनि लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला हस्त धन्यवाद जोरले